बर्दियाको बाघ फागुराम थारूले गर्नुभएको यो गोल हेर्नुहोस् न गाइज, यस्तो खतरनाक रकेट सट हानेर होइन खेलको 7औँ मिनेटमा नै होइन अग्रता दिलाउन सफल भइसकेको थियो कि अभिषेक चर्च भर्सेस हनामी बिएफसी बिचको आजको यो खेल रत्ननगर नेसनल कप 2083 है त गाइज। अनि यतिखेर जितेश गुरुङले पनि बब्बाल हेर्नुहोस् न रकेट सट गोल हान्दै होइन अभिषेक चर्चको लागि चाहिँ 2-0 गोलले चाहिँ अग्रता दिलाउन सफल भइसकेको थियो। तर होइन उता फेरि हनामी बिएफसीबाट चाहिँ विवेक गुरुङले हान्नुभएको यो फ्री किक सट हेर्नुहोस् न सिधा गएको बल पनि खुलित्ते गोल खाइदिएर ब्रोले खतमै गर्यो र कमब्याक बब्बाल कमब्याक गरेको यार। हनामी बिएफसीले बब्बाल कमब्याक गरे। सृजन ब्रोको यो हेर्नुहोस् न दोस्रो गोल गर्दै आफ्नो टिमलाई कमब्याक गराउन सफल हुनुभएको थियो र ब्रोले गोल गरिसकेपछि त्यो सेलिब्रेसन पनि बब्बाले गर्नुभएको थियो स्युवाला स्यु। र हनामी बिएफसीबाट चाहिँ पहिल्यै सुरु विवेक गुरुङले फेरि होइन खतरनाक गोल गर्न सफल हुनुभएको थियो पेनल्टी सुटआउटमा। त्यसपछि फागुराम थारूले पनि गोल गर्न चाहिँ सफल हुनुभएको थियो, चिप्लिनु भएको थियो। र अनि हनामी बिएफसीको लागि चाहिँ लक्ष्य थापा आउनुभएको थियो हिजोको प्लेयर अफ द टुर्नामेन्ट 8औँ बागमती गोल्ड कपको। ब्रोले हेर्नुहोस् न क्या इजी ल गोलकिपर त टोया यार कस्तो बब्बाल हानिदिएको पेनल्टी सुटआउट। र अनि मुकुन्दले पनि बब्बाले पेनल्टी सुटआउट गर्नुभयो। त्यसपछि विवेक मगर आउनुभयो, विवेक मगरले पनि दामी गोल गर्न सफल। त्यसपछि सुदर्शन श्रेष्ठले हेर्नुहोस् न रकेट सट हानेको छ त ब्रोले पावरफुल। त्यसपछि आउनुभयो गणेश हमाल इजी गोल। त्यसपछि युवराज ढकाल आउनुहुन्छ यता अभिषेक चर्चबाट खुली तयार गोलकिपरले बब्बाल सेभ हानिदिन सफल ल। र हनामी बिएफसीको लागि अन्तिम पेनल्टी सुटआउट चाहिँ सृजन छेत्रीले गोल गर्दै आफ्नो टिमलाई होइन कमब्याक पनि गराउन सफल भएको थियो र लास्टमा पेनल्टी सुटआउट पनि उहाँले नै गोल गर्नुभयो र आफ्नो टिमलाई सेमिफाइनलमा पुर्याउन सफल हुनुभएको छ है त गाइस। यो फुल भिडियो हेर्नको लागि चाहिँ हजुरहरू चाहिँ युट्युबमा जानुहोस् र विशाल लो भ्लगबाट हेर्न सक्नुहुनेछ है त।